कसरी पढ्यो भने चाहिँ टपर भइदो रहेछ? अब मेरो स्ट्र्याटेजी चाहिँ अरूको भन्दा डिफ्रेन्ट पनि हुन सक्छ। मैले चाहिँ के गर्छु भन्दा टेक्स्ट बुक लिएर पढ्छु। म चाहिँ लामो पढेपछि बल्ल बुझ्छु। लामो हुन्छ नि, इलाबोरेटेड फर्ममा चाहिँ पढ्ने मेरो बानी छ। हाम्रो चाहिँ के हुन्थ्यो भने सिनियरको नोट्स चाहिँ अवेलेबल हुन्छ, हिरा बुक स्टोरमा अवेलेबल छ, तर त्यो नोट्स मात्रै मैले चाहिँ बेस लिन, त्यसलाई चाहिँ रेफरेन्समा राखेँ। अनि टेक्स्ट बुक, ओरिजिनल टेक्स्ट बुक चाहिँ हामीलाई जुन रिफर गर्नुहुन्थ्यो नि टिचरहरूले, त्यो लिएर चाहिँ मैले पढ्थेँ सधैँभरि। अनि बरु त्यसलाई चाहिँ सर्टन गर्दै आफ्नै हिसाबले पढ्ने मेरो बानी थियो। एउटा त्यो, अर्को लेखेर पढ्ने बानी, त्यो बिना मेरो चल्दैन थियो। मैले लेखिनँ भने मैले बिर्सेँ, त्यस्तो हुन्थ्यो। अनि नेक्स्ट लेख्ने अनि त्यसलाई पढ्ने, यसो पहिला चाहिँ पढ्ने, किताबबाट सर पढ्यो, कन्सेप्ट बुझ्यो, अब मलाई आयो भन्ने भएपछि सब बन्द गर्ने अनि लेख्न थाल्ने। के याद छ, अब ग्राफहरू सबै थोक, इक्वेसन सबै थोक लेख्न थाल्ने। अनि ल आयो, केही छुट्यो भने फेरि नेक्स्ट फेरि पढ्न जाने, फेरि ब्याक फोर्थ गर्दै, अनि लास्टमा त्यसरी म टुङ्ग्याउँथेँ मेरो कन्सेप्टहरू। अनि चेन्ज गर्दै पढ्ने, एउटै सब्जेक्ट चाहिँ मोनोटोनस लाग्थ्यो, सो चेन्ज गर्दै पढ्थेँ म। अनि नेक्स्ट भनेको मलाई जस्ट सब्जेक्ट मात्रै चेन्ज होइन, मेरो ह्याबिट चाहिँ के थियो भने ठाउँ पनि चेन्ज गर्नुपर्ने। अनि टेबलमा मात्रै बसेर पढ्ने, त्यो कसैको हुन्छ नि यो स्पेस चाहिँ मेरो लागि भन्ने, त्यस्तो थिएन। अब ठाउँ चेन्ज गर्ने बित्तिकै मेरो माइन्ड रिफ्रेस हुन्थ्यो होला, अनि त्यही अनुसार मैले त्यसरी चाहिँ पढ्थेँ। यो चाहिँ टप हुने टिप्सहरू, टिप्स भनौँ न। अनि नेक्स्ट भनेको एउटा चाहिँ मेरो टिचरले भन्नुभएको थियो, बेस्ट पार्ट अफ यु इज यर ह्यान्ड राइटिङ भन्नुभयो कि, सो त्यो पनि प्लस पोइन्ट भयो होला मेरो लागि। तपाईँको ह्यान्ड राइटिङ पनि एकदम राम्रो थियो? राम्रो नै भन्नुहुन्छ। सफा लेख्ने बानी छ, लाइनहरू कोर्ने, फिगर मजाले बनाउने, पेन्सिल पेन दुइटै युज गरेर सब टपिक्सहरू दिँदै कन्सेप्ट्सहरू क्लियरली स्टेट गर्ने चाहिँ बानी थियो। अनि ट्युमा के एउटा भाष्य छ भने पेज भर्यो भने मार्क्स आयो, त्यो चाहिँ मैले गरिनँ। आफूले जति अब 2 पेजेसमा चाहिँ मेरो फिगर र कन्सेप्ट्सहरू ठ्याक्कै पुग्थ्यो, इम्प्लिकेसनहरू लेख्दा ठ्याक्कै हुन्थ्यो, इन्ट्रोडक्सन, कन्सेप्ट, एक्सप्लेनेसन, इम्प्लिकेसन सबै लेख्दा ठ्याक्कै हुन्थ्यो। त्यति नै मलाई सफिसियन्ट लाग्यो। त्यो इलाबोरेट गर्ने त्यो मेरो त्यो बानी पनि छैन, केहीमा त्यस्तो छँदा पनि थिएन मैले पहिला पढ्दा। सो त्यसरी नै लेख्थेँ, त्यसरी नै पुग्यो।